अमेरिकाको भ्रमणमा रहनुभएकी पूर्व युवराज्ञी हिमानी शाहलाई न्युयोर्कमा आज राजसी शैलीमै स्वागत गरिएको छ। उहाँलाई फूलगुच्छाहरू झुकेर नमस्कार सहित अर्पित गरिरहेका, गाथा लगाइरहेका दृश्य हामी देख्न सक्दछौँ। अपेक्षाभन्दा अति थोरै 2 दर्जन जति मानिसहरू मात्र निम्त्याइएको बुझिएको छ। धेरै पत्रकारज्यूहरू, विभिन्न सङ्घ संस्थाका पदाधिकारीज्यूहरू, हामीले चिनेका मानेका व्यक्तित्वहरू अनि ती सम्पूर्ण नेपाली मन भएका मनकारी नेपालीहरूलाई आज हामीले यहाँ मिस गरेका छौँ। न्युयोर्क नेपालीहरूको अति नै घनत्व भएको सहर हो र त्यहाँ एनआरएन लगायत अन्य धेरै सङ्घ संस्थाका व्यक्तित्वहरूलाई पनि निम्ता नगरिएको भन्ने बुझिएको छ। हिमानी ट्रस्टका अध्यक्ष युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह सरकारको सवारी भएको छ। त्यसैले नेपाल सानो छ, बनाउन सजिलो छ जस्तो मलाई विश्वास लाग्छ र हामी सबैको माया नेपाललाई खाँचो छ। सबैको हातमा हामी हातेमालो गर्दै शाही शासन कायमै रहेझै गरी श्री 5 युवराज्ञी आइसियोस् गइसियोस् बक्सियोस् निगाह बक्सियोस् जस्ता कुराहरूलाई भने कतिपयले मन पराएका छैनन् र धेरैजसो प्रजातन्त्रवादीहरूले यस्ता कुरालाई त्यति समर्थन गरेका छैनन् भने कतिपयले आफ्नो अधिकारकै रूपमा बोलिरहेका छन्। अवश्य पनि सरकारको कदममा हामी कदम मिलाउँदै साथ पछि लाग्दै अगाडि बढ्ने सङ्कल्प हामी सबैले लिएका छौँ।